मैले अहिलेसम्म नबुझेको कुरा चाहिँ के हो भने राजनीतिमा यति ठुलो गेम पनि खेल्ने रहेछन् कि यति ठुलो गेम। हर्क साम्पाङले सुकुम्बासीहरूलाई चाहिँ यहाँबाट हट्नु हुँदैन, सरकारमा विरोध गर्नुपर्छ, सरकारले यहाँ दौदा चलाउन पाउँदैन भनेर यतिसम्मको गरे के। यस्तो गरिब दुखीलाई मार्ने यहाँ त्यहाँ सरकारले व्यवस्था गर्छु, तपाईँहरूलाई जग्गा दिन्छु, सब चिज दिन्छु भन्दाखेरि दिँदैन भनेर यति लीला गरे के, यति चाहिँ विरोध गरे। तर लास्टमा आएर अहिले सरकारले जति राम्रो काम गर्यो अनि सुकुम्बासीहरूलाई व्यवस्थापन गर्यो, सुकुम्बासीहरूलाई लाल पूर्जा दिइसकेपछि अहिले के कुरा छन्, मैले गर्दा यो लाल पूर्जा चाहिँ सुकुम्बासीहरूले पाए। यतिसम्मको लाजमर्दो कुरा गर्ने हो भने पहिला पनि धेरैजना कन्टेन्ट क्रिएटरहरूले भन्नुभएको थियो कि हर्क साम्पाङ जसरी अहिले यो फिल्डमा जसरी यो सुकुम्बासीको विरोधमा सुकुम्बासीहरूलाई उचालेर यसरी विरोध गरिरहेछ नि, भोलि यसले सरकारले लाल पूर्जा दियो भने यो चाहिँ मैले गर्दा, मैले आवाज उठाएर मैले गर्दा सरकारसित लडेर चाहिँ मैले यहाँ दिलाएको हुँ भनेन भने त के भन्थे, ठ्याक्कै त्यही गरे के। ए मेरा उहाँ गर्ने बालेन सरकारले, व्यवस्थापन गर्ने बालेन सरकारले, लाल पूर्जा दिने बालेन सरकारले, मैले चाहिँ आवाज उठाएर हो भन्छन् अब हर्क साम्पाङ। अब कस्तो कुरा, मान्छे जनताहरूलाई त पागलै सम्झिन्छन् के यार हर्क दाइले।